बच्चाको हात खुट्टा छाम्नुहुन्छ अनि चिसो भएको खण्डमा चाहिँ उसलाई तातो नपुगेको पर्याप्त लुगा नपुगेको भनेर टोपी मोजा लगाइदिनुहुन्छ अनि हावै नछिर्ने ब्ल्याङ्केटमा पोको पारेर सुताइदिनुहुन्छ अनि ढुक्क हुनुहुन्छ उसलाई चिसो लाग्दैन भनेर। तर तपाईँहरू गलत हुनुहुन्छ, उसलाई अझै बढी चिसो लाग्ने सम्भावना हुन्छ। किन? यो भिडियो अन्तिमसम्म हेर्नु होला है त। बच्चालाई गुम्साएर सुताएको खण्डमा चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ बच्चाको शरीरमा तापक्रम बढ्दै जान्छ, जसले गर्दाखेरि चाहिँ उसको शरीरबाट पसिना निस्किन थाल्छ अनि त्यो पसिना चाहिँ लुगामा भिज्न गई त्यो लुगाको चिसोले चाहिँ बच्चाको शरीरमा चिसो गर्न जान्छ, जसले गर्दाखेरि चाहिँ बच्चामा चिसो लाग्ने सम्भावना अझै बढी बढेर जान्छ। हामीलाई बच्चालाई तातो भएको कसरी थाहा पाउने भनेर भन्दाखेरि चाहिँ उसको हात खुट्टा छामेर होइन कि उसको छाती, उसको पेट अनि उसको घाँटीको पछाडिको भाग छामेर चाहिँ बच्चालाई तातो भएको छ या अत्याधिक गर्मी भएको छ भनेर थाहा पाउन सकिन्छ है। छाम्दाखेरि तातो छ भने चाहिँ ठिकै छ, नत्र भने पसिनाहरू आएको छ भने चाहिँ हामीले बच्चाको लुगाहरू हटाइदिने। बच्चालाई कति लुगा लगाउनु पर्छ भनेर भन्नुहुन्छ भने चाहिँ बच्चालाई चाहिँ हामी ठुलो मान्छेले लगाउने भन्दा एक तह बढी लुगा लगाउनु पर्छ है। अनि बच्चालाई एउटै लुगा गमक्क परेको ठुलो लगाइदिन भन्दा पनि तह तह गरेर लुगा लगाइदियो भने बच्चालाई तातो भएको खण्डमा चाहिँ हामीले त्यो माथिको तह निकालेर तलको तहहरू राखेर उसलाई ठिक्क तातो बनाएर राख्न सकिन्छ है। तह तह कसरी लगाउने भनेर भन्दाखेरि चाहिँ सुरुमा चाहिँ हामीले भोटो गन्जी लगाइदिन सक्छौँ, त्यसपछि चोलो अनि त्यसपछि माथिबाट अर्को लुगा लगाइदिन सक्छौँ। अनि कस्ता खालका लुगाहरू बच्चालाई चाहिँ राम्रो हुन्छ भनेर भन्दाखेरि चाहिँ जुन लुगाहरूले चाहिँ बच्चालाई गुम्साउँदैन, जुन लुगाहरूले चाहिँ सास फेर्न सक्छ, जस्तै कटनका लुगा, ढाकाका लुगा अनि अर्को भनेको चाहिँ यो उनका लुगाहरू, सफ्टवाला उनका लुगाहरू लगाइदिँदाखेरि चाहिँ एकदम राम्रो। कुनै कुनै लुगाहरूले चाहिँ हिट भित्रै ट्र्याप गर्ने भएर त्यस्ता लुगाहरू चाहिँ साना बच्चाहरूको लागि चाहिँ अभोइड नै गर्नु होला। हस्त, धन्यवाद।